त्यो कस्तो परिस्थितिमा पनि ज्वरो वगैरह एटसेट्रा आयो प्राणीको, कुखुरा होइन, बाखा, गोरु, भैँहरूको भाङ गाँजा भन्छन्। गाँजाको एउटा नाम भाङ हो। निलो निलो म रोपेको भनेको, बिहा हालेको त्यो पातोहरू लिएर पिसेर गोला बनाएर गुड, काली मिर्च भाङमा पिस्नुपर्छ, गुड मिठा मिलाएर ख्याल, बुखार ज्वर खतम, मुखको स्वाद बदली हुन्छ। काली मिर्च, काडामन्ड, ब्ल्याक काडामन्ड, काली मिर्च, त्यो ज्वाइन, त्यहाँबाट भाङ, बुखार खाइहाल्छ, पेटको पाचन शक्ति बढाइहाल्छ। गाई भैँ गोरु गाई खाना खाने हो त दुध पनि राम्रोसँग दिन्छ, बाल्टी भरिहाल्छ। 15 मिनटमा चुची, थन पनि नरम हुन्छ, सफ्ट मक्खन जना न्यून नेता थन बजा तो खुराक दैछ नहीं केना हो तो। बादाम कर लो, बादाम मूंगफली तेल खाइ लो, से मल लाके भोई के खियाइ लो, थोथरा पैसा दे के तेल पिड़ा ले लो, तोर कर लो, तोरी पिड़ा के तेल खाइ लो, देह में लगाइ लो, नेह में लगाइ लो, पेट भर लो, मल ओकरे कचरा चाहिँ भोई के सानी में देलो एक गोला। गुड खियाउनु पर्छ, खड खियाउनु पर्छ, त्यस्तो आइटमहरू खियाउनु पर्छ। दुध त धेरै दिन्छ भैँ गाई, सबैको राम्रो हो, जीवको दोष होइन, आहार विहार निद्राको दोष हो। लामखुट्टाहरू खान्छ, ध्यान दिनुपर्छ, त्यो पनि एउटा आयुर्वेदिकको दबाई हो। गोरु फुक्नुपर्छ, धुवा गर्नुपर्छ, नेटमा हालेर 5 वटा जीवको राख्नुपर्छ। ओभर भयो।